So hello guys, welcome back to my channel The Experiment Zone and it's me Sabin Khadka. So guys, तपाईहरुको लागि आज मैले एउटा धमाकेदार एक्सपेरिमेन्ट लिएर आइसकेको छु जसको लागि हामीलाई चाहिन्छ इनो ओरियो बिस्कुट र हामीलाई चाहिन्छ भिटामिल्क बिस्कुट। हामीसँग यो दुई किसिमको बिस्कुट रहेको छ जसमा चाहिँ हामीले एक्सपेरिमेन्ट गर्ने वाला छौं। हामीले चाहिँ यो एउटा बिस्कुटमा एक्सपेरिमेन्ट सक्सेसफुल भइहाल्यो भने अर्कोमा पनि एक्सपेरिमेन्ट सक्सेस हुन्छ कि हुँदैन त त्यो पनि हेर्ने वाला छौं। सो गाइज ढिलो नगरिकन हामी यो भिडियो एक्सपेरिमेन्ट तिर लागौं। गाइज हामीले चाहिँ सबै सेटअप गरिसकेको छौं। यहाँ हामीलाई चाहिँ चाहिन्छ तीनटा ग्लास अनि अघिको हाम्रो ओरियो बिस्किट ओरियो बिस्किट भिटामिल्क बिस्किट र इनो अनि हामीलाई चाहिन्छ पानी। हामीले चाहिँ यो अब तीनटा ट्रान्सप्यारेन्ट ग्लासमा चाहिँ हामीले पानी हालेर एक्सपेरिमेन्ट गर्ने वाला छौं जसमा चाहिँ अब म पानी हाल्न जाँदै छु। तीनटै ग्लासमा हामीले चाहिँ पानी फुल भर्नु पर्छ। यतिको भर्यो भने पुग्छ, तीनटामै भर्नुपर्छ। सो यो तीनटा ग्लास चाहिँ फिल भइसकेको छ। अब हामीले चाहिँ यसमा सुरुमा ओरियो बिस्कुटलाई यो सादा पानीमा हाल्छौं। सो गाइज अब यसलाई चाहिँ बिस्कुट ओपन गरौँ र यसलाई चाहिँ हामी यो पानीमा हाल्छौं। यसमा चाहिँ के रियाक्सन हुन्छ हेर्दै जानु होला। यसमा चाहिँ हामीले हाल्यौं बिस्कुट तल पानीमा डुब्यो नि त यो, यसमा चाहिँ डुब्यो। अब हामीले चाहिँ यही प्रोसेस चाहिँ हामीले इनोमा गर्ने वाला छौं हैन। त्यसमा चाहिँ के हुन्छ हेर्दै जानुस्। यो इनोको प्याकेट खोलौं र इनोलाई यसमा सर इनोलाई चाहिँ टक्क लाएर इनो यसमा गइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँ रियाक्सन भइराछ इनो र यो पानीको। अब यसमा चाहिँ हामीले यसरी नै यसै गरी नै ओरियो बिस्कुटलाई माथिबाट हाल्ने वाला छौं। यसमा चाहिँ के हुन्छ हेर्दै जानु होला। यसमा चाहिँ हामीले बिस्कुट हाल्यौं हैन, हेर्न सक्नुहुन्छ यहाँ यो बिस्कुट तल गएकै छैन, यो माथि नै तैरिरहेको छ। अघि त यो हाल्न साथ तल गएको थियो नि त, यो माथि नै बसिरहेछ नि। यसमा चाहिँ यहाँ यसमा देख्न सक्नुहुन्छ अघि भर्खर मैले हालेको ओरियो बिस्कुट तल गएको छ भने यसमा चाहिँ यो बिस्कुट यहाँ माथि नै तैरिरहेछ। यसलाई चाहिँ अब हामीले यो चम्चाले मिक्स गरेर हेर्ने वाला छौं है त। यसले हामीले यसरी मिक्स गरे पनि यो माथि नै आउँछ। ल हेर्न सक्नुहुन्छ रियाक्सन, बिस्कुट माथि नै तैरिरहेछ के। यो राम्रोसँग मिक्स जति गरे पनि यो ओरियो बिस्कुट माथि नै आउने वाला छ। यो मिक्स गर्दियौं राम्रोसँग हैन। यसमा चाहिँ बिस्कुटहरु सबै माथि आइराछ नि, देख्नुभयो नि सबै बिस्कुट चाहिँ माथि आइराछ। तर यसमा चाहिँ बिस्कुट जति जे गरे पनि तल नै बस्छ। यसमा चाहिँ हेर्नुस् बिस्कुट जति सबै माथि नै आएर तैरेर बसिराछ। सो यो एक्सपेरिमेन्ट चाहिँ अब हामी यो अर्को बिस्कुटसँग पनि गर्ने वाला छौं हैन। ओरियो बिस्कुटमा त यो एक्सपेरिमेन्ट सक्सेसफुल भइहाल्यो, यो माथि नै बसिराछ नि। सो यो भिटामिल्क बिस्कुटसँग पनि हामी यो ट्राई गर्न वाला छौं है त। यसमा सुरुमा इनो हालौं यसमा। ल कटर नै लिएर आइनुस्, दाँतले खोलिदिन्छ। यसलाई चाहिँ यसमा पनि हामीले इनो हालिसकेको छौं। सुरुमा त्यो भन्दा पहिला यो बिस्कुटलाई सादा पानीमा हालेर चेक गरौँ। यो भिटामिल्क छ देख्न सक्नुहुन्छ, यसलाई अब हामी सादा पानीमा हाल्छौं। यो पनि माथि नै तैरिरहेछ, तर यो तल जान्छ जस्तो मलाई फिल भइरहेछ। जान्छ कि जाँदैन त्यो त मलाई पनि थाहा भएन। यस तल गइसक्यो गाइज, हेर्न सक्नुहुन्छ यो बिस्कुट पनि तल गएर बसिसकेको छ। अब यही बिस्कुटलाई हामी चाहिँ यो इनोको पानीमा हालेर ट्राई गर्छौं है त। ल यसमा मैले हालिसके। यो बिस्कुट के हुन्छ यसको रियाक्सन हेरौँ है त।
अहिलेसम्म त माथि नै छ, माथि नै बसिरहेछ। सो अघिको यो ओरियो बिस्कुट जस्तै नै यसलाई पनि एकचोटि चम्चाले मस्तसँग घोल्दिउँ, यो के रियाक्सन हुन्छ त्यो पनि हेरौँ है त। सो यसलाई म यसरी घोल्नेवाला छु एक लट मजासँग। घोलेपछि तल जान्छ कि होइन यस ट्राई गरौँ न। मैले यसलाई घोलिदिइसकेको छु। ल यो बिस्कुट पनि माथि नै आयो त, यो माथि नै भइरह्यो। ल तल त कस्तो टोर्नाडो जस्तो भएको त, सानो घुमिरहेछ गाइज। यो बिस्कुट पनि माथि नै आएर तैरिसकेको छ। यो ओरियो सेम ओरियो जस्तो नै तैरिरहेछ, तर यिनीहरूमा तपाईँले रियाक्सन हेर्न सक्नुहुन्छ। यसमा हेर्नु है, यो ओरियो बिस्कुट र यो इनोको पानीमा चाहिँ यो चलिरहेछ नि, आफै चलिरहेछ होइन। यसमा पनि त्यस्तै भइरहेछ होइन, मैले केही पनि गरेको छैन, आफै नै चलिरह। मैले अघि चम्चाले एकचोटि मात्र हल्लाएको थिएँ, त्यसपछि मैले केही पनि गरेको थिएन। यो आफै रियाक्सन भइरहेछ क्या, तलमाथि चलिरह। र यसमा चाहिँ अघि हामीले हालेको बिस्कुट चाहिँ तलै गएर बसिरहेछ, फेदमा बसिरह होइन। सो तपाईँहरूले हेर्न सक्नुहुन्छ यसमा चाहिँ यस्तो, यो इनोको पानीमा चाहिँ यस्तो हुँदो रहेछ बिस्कुट हाल्दाखेरि। सो गाइज तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले यो ओरियो बिस्कुट र यो भिटामिल्क बिस्कुट पानीमा हाल्दाखेरि यो तलैसम्म बसिरहेछ अहिलेसम्म पनि, र यो मैले इनो पानीमा हाल्दाखेरि यो अहिलेसम्म नै रियाक्सन भइरहेछ, यो तलमाथि घुमिरहेछ, तर यो माथि नै आएर बसिरहेको छ नि। सो अनि यो भिटामिल्क बिस्कुटमा पनि त्यही रियाक्सन सेम भइरहेको छ। यो चाहिँ जति मिक्स गरे पनि जे गरे पनि माथि नै आएर बस्दो रहेछ होइन यो इनोमा चाहिँ। सो यो एक्सपेरिमेन्ट चाहिँ एकदमै इन्ट्रेस्टिङ छ होइन। यो एक्सपेरिमेन्ट गर्न चाहिँ मलाई एकदम मजा आयो। यस्तो खालको एक्सपेरिमेन्ट तपाईँहरूले पनि आफ्नो घरमा ट्राई गर्न सक्नुहुन्छ। अनि यति नै भन्दै आजको लागि चाहिँ यो भिडियो यहाँ इन गर्न चाहन्छु, र तपाईँहरू पनि एक्सपेरिमेन्ट एकचोटि घरमा ट्राई गर्नुहोला, र मेरो च्यानललाई सब्सक्राइब र यो भिडियोमा लाइक गर्नुहोला भन्दै आजको लागि म यो भिडियो यहाँ इन गर्न चाहन्छु। नमस्कार।